भृकुटी कागज कारखानाबाट उत्पादन चाहिँ तपाईँको कागज देशभित्र आत्मनिर्भर भएर विदेश निकासी हुन्थ्यो हैन। घाटामा एउटा पनि उद्योग थिएन, एउटा पनि थिएन। जस्तो बाँसबारी एसियाकै चाहिँ अब्बल चाहिँ तपाईँको जुत्ता कारखानामा गरिन्थ्यो, अब्बल। गङ्गालाल हस्पिटल राख्ने अर्को घर हुँदैन, बाँसबारी बेच्नुपर्छ हैन। भएको तपाईँले भने जस्तो पञ्चायतकालमा रुग्ण केही पनि भएको होइन। हामीले धान चामल निर्यात गर्थ्यौँ, धान चामल निर्यात गर्ने कम्पनी थिए, यहाँबाट हामी बेच्थ्यौँ, नेपाललाई पुगेर हामी बेच्थ्यौँ। हामीले दक्षिण कोरिया जो अहिले चाहिँ अर्थतन्त्रको हिसाबले अब्बल मुलुकको रूपमा त्यहाँ समेत हामीले खाद्यान्न पठाएको भनेपछि अब यिनले तपाईँले भने जस्तो यिनले जर्जर कहाँ बनाएपछि बहुदल आइसकेपछि त्यो विदेशी मिसनमा नेपालको अर्थतन्त्र सिद्ध्याएर आफ्नो चाहिँ कब्जामा परनिर्भरतामा लैजानुको निम्ति यिनले के गरे भन्छ भने तिनी उद्योगहरूका तिनी चाहिँ तपाईँको इन्जिनमा चिनी र बालुवा हालिकन सबै नष्ट गरे होइन। त्यो सबैलाई थाहा छ, चिनी हालिदिने बालुवा हालिदिने, त्यसपछि त अब इन्जिन त बिग्रिन्छ अनि घाटामा नगरी के जान्छ। घाटामा हुँदै 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 गइसकेपछि सबै सिद्धि त्यही बाहना बनाएर सिद्ध्याए। नत्र भने तपाईँको त्यो जुट कारखाना मात्रै के अरे चाहिँ त्यो मोरङको जुट कारखानामा 20,000 मान्छेहरू प्रत्यक्ष संलग्न थिए, त्यो जुट उत्पादनमा प्रत्यक्ष संलग्न थिए। अब 20,000 मान्छे त सिधै रोजगारीमा संलग्न भए त्यो बेला है, त्यो समाप्त पार्दासम्म। अब त्यो 20,000 को आम्दानीबाट त्यससँग जोडेको जो परोक्ष जनशक्ति हुन्छ नि, त्यो मात्रै तपाईँको लाखौँको सङ्ख्यामा थियो। एउटै उद्योगबाट लाखौँ मान्छेहरू बाँचेका थिए होइन। जनकपुर चुरोट कारखाना के अरे चाहिँ जनकपुर चुरोट कारखाना, अनि कृषि औजार कारखाना, अब छाला जुत्ता कारखाना, सिमेन्ट कारखानाहरू, तपाईँको कपास उद्योग, हरिसिद्धि टाइल कारखाना, अनि 50औं लाख मान्छेहरूको रोजगारी थियो त्यो वरिपरि। त्यो सबै सिद्ध्याए। ती मान्छेलाई बेरोजगार बनाएर विदेश लखेट्ने पनि दाउ हो भन्ने पनि कतिपय जस्तो विदेशीले यहाँ जे लाग्छ त्यो विरोध गर्ने त युवाहरू हो। त्यो युवालाई बेरोजगारको नाममा खाडी भनौँ अथवा अन्त ब्रेन ड्रेन गरेर अस्ट्रेलिया, युरोप, अमेरिका पुर्याएपछि यहाँ त वृद्ध र बालकहरू मात्रै हुने भए अनि को आउने आन्दोलनमा हामी ब्रह्मलुट गर्न हामीलाई सजिलो हुन्छ भन्ने हेतु पनि हो भन्ने कतिपयले आरोप लाग्छ। होइन, आरोप मात्रै होइन, त्यो मैले यसका पछाडि धेरै चिज जोडेको देख्छु। पहिलो कुरो त नेपाललाई विकास गर्ने जनशक्ति बाहिर निकालिदिने, विकासै हुन नदिने। जस्तो 80 लाख युवाहरू बाहिर भएपछि त देश विकास दिने त मान्छे छैन यहाँ त होइन। अब त्यहाँ जान नसकेका मान्छे मात्रै बाँकी रहे। एउटा जनशक्ति चाहिँ तपाईँको पलायन गराउने, देश निर्माणको जनशक्ति पलायन गराउने। दोस्रो कुरो यो त्यही देश खाली गर्न विदेशी भर्ने जो नागरिकता ऐनबाट आछन् नि। किन हुन्छ भने यहाँ चाहिँ विदेशी भरिकन यहाँ चीनसँग लड्ने एउटा विदेशी फौज बनाउने उनको रणनीति छ। नागरिकता होइन, उनको फौज भन्छ, नेपाली नागरिकता हामी त लड्दैनौँ नि चीनसँग उनको स्वार्थको निम्ति। अब विदेशीले नागरिकता लिएर आयो भने त लड्छ नि त, त्यो त उनको मान्छे हुन्छ होइन। अनि चाहिँ तपाईँको विदेशी भर्ने। दोस्रो कुरो चाहिँ आर्थिक रूपमा पुरै आफूप्रति निर्भर बनाउने। जस्तो चाहिँ अब ऋण लिनु पर्यो, जस्तो अहिले विश्व ब्याङ्कले गर्छ नि, शर्त राख्छ। उनीहरूको ऋण कस्तो छ भन्छ भने कहाँ लगाउने, कसरी लगाउने, के गर्ने सबै उनले निर्णय अनुसार हुन्छ। उनले चाहिँ सिधै चाहिँ तपाईँको ऋणको रूपमा दिँदैनन्। अनि चाहिँ पुरै शासन प्रणाली कन्ट्रोल गर्ने, कब्जा गर्ने धेरै खेलको निम्ति यो आएको छ होइन। उद्योग धन्दा मासिएको छ। मैले भन्न खोजेँ अब एउटा आर्थिक कोणबाट, एउटा स्रोत साधनको कोणबाट सबै चौपट बनाए। अब नागरिकता कोणबाट देशलाई बर्बाद पारे होइन। राष्ट्रियताको कोणबाट यो दुर्दशा हामीले देखिरहेका छौँ होइन। जस्तो भ्रष्टाचारको कोणबाट चाहिँ तपाईँको 7 साल यतै नै हेर्नु, 7 सालपछि 17 सालसम्म पनि काङ्ग्रेसले बेमिसाल चाहिँ विरोधीहरू लुटेको छ। यत्रो लुट मचायो काङ्ग्रेसले कि एकजना पनि विरोधी बाँकी रहेन। काङ्ग्रेस त्यसै सिधेको छैन 15 सालमा होइन, के अरे चाहिँ 17 सालमा महेन्द्रको कदमलाई मान्छेले त्यसै स्वागत गरेको होइन, बाँच्नै नसक्ने भयो। जो गैर काङ्ग्रेस हो त्यो त बाँच्नै नसक्ने भयो। त्यस्तो अवस्था सिर्जना गरे उनीहरूले। अब यो सबै चिज देशमा जो यिनले लादे नि, अब यो सबै चिजले के देखाउँछ भन्छ भने यो अभाव सिद्ध व्यवस्था हो। यो नेपालको निम्ति तपाईँको काल हो। यो सुन्नुहोस् है, यसले देशलाई केही पनि दिएको छैन है। यो छाडातन्त्र जस्तो अहिले चाहिँ तपाईँको के अरे चाहिँ प्रजातन्त्र भने अब प्रजातन्त्र भने मान्छेले खान पनि नपाउने, घरभित्र बस्न पनि नपाउने, देशमा बस्न पनि नपाउने, देश पनि चाहिँ तपाईँको स्वाधीन हुन नपाउने, बोल्न पनि अब यिनलाई अप्ठ्यारो बोल्न पनि नपाउने र यिनलाई चाहिँ तपाईँको बागस थापेर सत्तामा गएर लुट्ने प्रजातन्त्र हो भने त्यो उनको व्याख्याको कुरा भयो। मैले बुझेको प्रजातन्त्र जुन देशको शासन प्रणालीमा त्यहाँको नागरिकले होइन शान्तिसँग चयनसँग काम गर्न पाउँछ, खान पाउँछ र कुनै चिन्ताले ऊ चाहिँ मर्नु पर्दैन र देश अब एउटा चाहिँ स्वतन्त्रतापूर्वक बसिरहेको हुन्छ। सबभन्दा उन्नत प्रजातन्त्र त्यही हो, आफ्नो मोरालिटी होला। त्यस कारण उनले जे थोपऱ्यो त्यो त हामी मान्दैनौँ नि। त्यस कारणले संसदीय प्रणालीले देशलाई कहाँ पुर्यायो यिनलाई लाज लाग्दैन।
होइन 7 सालमा प्रजातन्त्र आयो लोकतन्त्र आयो भने देश झन्डै 2/3 बहुमत दिएको सरकार चलाउन नसकेर यो हालत छ भनेपछि यिनी चाहिँ बाँदर हुन् विदेशीले पुर्याएका बन्दर हुन् भन्ने यसबाट अब यिनलाई प्रजातन्त्र चाहियो अझै लोकतन्त्र चाहियो यिनीहरूलाई कहाँ पुग्छ देश